रेम्पोचेज्यू अब हाम्रो कार्यक्रमको स्थलतर्फ अगाडि बढ्दै हुनुहुन्छ र अघि पनि मैले यहाँ जानकारी गराइसकेको छु यहाँलाई र रेम्पोचेज्यू कार्यक्रम पाल्नु भइसकेपछि विशेष साधनामा रहनुहुनेछ र विशेष साधनापछि मात्रै हामीले वाङ प्राप्त गर्नेछौँ। यहाँलाई धेरैलाई जानकारी छँदैछ र हामी देखिरहेका छौँ करिब हामी कार्यक्रम स्थलतर्फ अगाडि बढिसक्नु भएको छ। अगाडिपट्टिको भाग कृपया अलिकति सजिलो गरिदिनु होला, त्यहाँ अलिकति खाल्टो पनि छ, त्यसमा अलिकति संयम त अपनाइदिनु हुन म अगाडि बढ्ने हाम्रो साथीहरूलाई म अनुरोध गर्न चाहन्छु र ताम्बाको हाम्रा प्रस्तुतिलाई कृपया अगाडिपट्टि आइदिनु होला, त्यहाँ एकै ठाउँमा नबस्नु होला, सिधै अगाडि आइदिनु हुन अनुरोध गर्न चाहन्छु। त्यो अगाडिपट्टिको भाग खाली गर्नुपर्छ र अगाडि आइदिनु होला, ढोकाभन्दा पनि अगाडि यतापट्टिको सिधै आइदिनु होला, त्यहाँ नबस्नु होला पनि म अनुरोध गर्न चाहन्छु। रेम्पोचेज्यूको लागि त्यो खाली ठाउँ छोडिदिनु होला। र हामी देखिरहेका छौँ आयोजक समितिका अध्यक्ष श्री राजकुमार लामाज्यू, त्यसै गरी आयोजक समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङज्यू, त्यसै गरेर व्यवस्थापन समितिका संयोजक आले लामा घिसिङ, त्यसै गरेर व्यवस्थापन समितिका अन्य पदाधिकारीहरू पनि रेम्पोचेज्यूको स्वागतका लागि रहनुहुन्छ। रेम्पोचेज्यूको यो हाम्रो अत्यन्तै श्रद्धापूर्वक यहाँले जुन सम्मान प्रकट गरेर रेम्पोचेज्यूको सवारीको लागि सहयोग गर्नुभएको छ, यहाँहरू सबैलाई पनि धेरै धेरै थुचो चाहिँ टक्राउन चाहन्छु। र अब व्यवस्थापन टिमसँग जोडिएका हाम्रा ढेसिल र चियाको लागि तयारी अवस्थामा रहिदिनु हुनको लागि पनि म यहीँबाट यहाँहरू सबैलाई अनुरोध गर्न चाहन्छु। सायद यहाँहरू सबैले पूर्वगत अभ्यास गरिसकेको होला र यदि हामीले गरेको छैन भने पूर्वगत अभ्यास चाहिँ निश्चित रूपमा हामी सबैले गरे भने धेरै राम्रो हुनेछ। र पूर्वगत अभ्यासको लागि हामीले अगम प्राप्त गरे भने पूर्वगत अभ्यास गर्न सकिन्छ, तर निष्पन्न क्रमको महासन्धिको अभ्यास गर्ने हो भने यदि हामीले गुरुबाट नै सबै व्याख्यानहरू पद्धतिहरू विधिहरू गुरुबाट हामीले गुरु सामुबाट लिएर अभ्यास गर्नुपर्ने हुन्छ। पूर्वगत अभ्यास भनेको हामीले चाहिँ अभ्यास गर्न सकिन्छ। र यो गुरु खुम्खिमको आगम भनेको अत्यन्तै दुर्लभ हो, आज यहाँहरू सबैलाई प्रदान गरेको छु। र साथै आयोजकको तर्फबाट कुनै आगमहरू मन्त्रहरूको वाचन र आगमको लागि अनुरोध गर्नुभएकोले अब यहाँहरूलाई ती मन्त्रहरूको आगम पनि प्रदान गरिनेछु।
भएको छ ती विधिलाई आशय र चित्त उत्पादले निरन्तर ल्याएर मूल विषयको अभ्यास चाहिँ विधिपूर्वक तरिकाले हामीले गर्नुपर्ने हुन्छ उहाँप्रति अत्यन्तै श्रद्धाभावका साथ हार्दिक हार्दिक चाहिँ कृतज्ञता प्रकट गर्न चाहन्छु। हामीप्रति अत्यन्तै कृपा राख्नु भएर नेपुजीज्यूको स्वयं उपस्थितिबाट हामी अभिषेकबाट दीक्षित भइसकेका छौँ र यहाँहरूले जसरी सहयोग गर्नुभएको छ यो 2 दिनको कार्यक्रम सम्पन्न गर्न सम्पूर्ण श्रद्धालु उपासक उपासिका त्यसै गरी लामा गुरुजीहरू खेलपो केसे त्यसै गरी विशेष गरेर धन्यवाद ज्ञापन गर्नको लागि छुटाउनै नहुने नाम सेचेन गुम्बा महाविद्यालयका सम्पूर्ण लामा गुरुजीहरूलाई हामी यहीबाट हार्दिक धन्यवाद चढाउन चाहन्छौँ।